Hi guys, welcome back to my YouTube channel. र आज चाहिँ हो भाइ टिका र हामीहरु चाहिँ अब ब्लग चाहिँ यसले सुरु गर्न लागेको सायद चाहिँ ट्याकै भयो। अब यहाँ दैलो मसला गर्न थालेको छौं र आज हाम्रो तिहारको आउटफिट चाहिँ यो छ। यो चाहिँ मेरो दिदीहरुले तिहारको भाग दिनु भएको हो अनि हाम्रो सबैको यही छ है, लुङ्गी टी-शर्ट। सो यही हो हाम्रो चाहिँ आज। सो हाम्रो टिका कस्तो हुन्छ हेर्नु होला र सम्पूर्णमा भाइ टिकाको शुभकामना। ह्यापी भाइ टिका भन्दै हो। अरे सेतो लगाएर गर्नु पर्ने ठिक हुन्थ्यो है। लक्ष्मी प्रकाशमा घ्यावाती गोबर हेर्छु बाबु ल छिटाउनु यो त बाबा भयो तपाईको भयो। हेलो गाइस, हाम्रो यहाँ लोभेले जस्तै सायदको टिका लाउँदै अलिकति छेकेछ। पता नि त्यो काटिन मलको खास भएछ फटाफट कसरी बुझ्यो पनि भन्नु त्यसले दसैँ तिहार ट्याक्कै सायदमै भयो। दसैँ नि टकलक्कै भयो। मलाई चोगरो उठ्दा लाग्यो होला र त बुझ्दा सानो मामा यहाँ यता छ, यता चाहिँ यता यहाँ बस्ने है। ए लबी खोज तिम्रो कस्तो राम्रो देखियो यहाँबाट। सानो टल्ले भएर के गर्यो भनेर आउँछ फौजी रोक है, फौजी आउनु भएन रोक आयो ठिक आउँछ। ए यो फुलको लाउने हो, यो फुल देवीले फौजीले के दिन्छ र फौजीले के दिन्छ आउ निते हान्छ र ए फौजीले के पो दिन्छ बाबुलाई कुन हो यो हाम्रो फौजीले के पो दिन्छ बेबीलाई फौजीले के पो दिन्छ हाम्रो जिगा होइन त्यही अगाडि राख्दियो भने न लक्ष्मी राख्नु बुझाउने हो कता राख्नु बुझाउने हो त्यही अगाडि मम्मी के हेर कागाती हो सुन्दरा सुन्ने न म के हाडला ए बडी फुल उसले त आउ यहाँ बाबु यहाँ तिमीरै यहाँ लानु भयो के चाहियो
पैसा नगर बेबी ऊ टिका लगाइदियो फुल छरेर उस गरिदिनु दिदी टिका लगाइदिनु होला नि उस गरेर भाइलाई गर्ने सबै पानी घुम्ने लिएर आए यही हो यही होला त्यही अगाडि राख्नु मामानिर गाडिदिनु हो त्यो फलफुलमा राख्नु न उस त गाडिदिनु दिदीले सकेन अरे एउटालाई फेरि भोक लाग्छ ए त्यो फलफुलमा हालिदिनु हुन्छ क्या दिदी एउटामा यो उसमै हालिदिनु न सुन्तलामा गणेशमै हाल्नु हुन्छ नभए त्यो हुँदैन बाबा के त लाउँदै गयो लोरी मम्मीले कानमा लगाइदियो फेरि दादा कान भित्र ल ऊ खाऊ तिम्रो लगाइदिन्छ कि बाबु खोजेर रोक एकछिन पलस्सी त माथि तान्दै हुन्छ दिदी दादा एकछिन अब नि 2 मिनट अब एकछिन माथि लाग्दैन सानो तान्नलाई बाबु नाच्छ दादाको कुनै फङ्सनमा राम्रो आउँदैन बाबु निचा नगरे बाहा के हुन्छ यति छ माथि लाइनमा कत्रो लाग्या सानो अनि चल सिंगल लाइन गर्यौं ती तिमी त छ्याक्या गया हो हामी लाउँछु अनि भाइटीको बाबा लाउने तिम्रो लाउने हो खोजेर लगाइदिन्छ बेबीलाई लगाइदिन्छ ल बेबीलाई लगाइदिन्छ ल ल टिका लाऊ लाऊ टिका लाऊ टिका दि ओइ अब हेर्दा सानो त्यो के छ यहाँ के छ होला बेबीको के भयो
भयो बाबु भयो अब मलाई लगाइदिनु मोबाइल हेरेर नि अहिले मोबाइल हेर्न छोड्यो बल्ल भोक लाग्यो होला नि मोबाइल छोडेपछि के गर्नु लोरी त्यसो गर्नु नि डान्सन लगाइदिउ न दादालाई फालिदिएको माला लोरीले अनि शरीरमा दिन्छु रे अब आफूलाई 100 रुपियाँ दिनु अरे ल ल ल भाइ पनि आउँछ खुट्टामा कहाँ फालफुल हो क्या ल खाऊ दादा अब ल उठा दादा के गरेको ए अब त फेरि मोबाइल चलाउन थाल्यो बाबु यो खाउनु त यो बेबी एकछिन न एकछिन के खाने त यो खाउनु त यी बेबीको यो यो खोला त ल यो खोला त के रहेछ हेर त ल हेर त के यहाँ बचेर खोला यहाँ बचेर खोला ल खोल्दिम यो खोल्दिम खोल्यो बेबी आफै खोल्नु हो यो खोला त ल खोला सान्यो यो के होला यो चकलेट रहेछ यता चकलेट रहेछ यता चकलेट ल खोला बेबी यहाँ बचेर खोला ल यहाँ बचेर खोला साने स्याल कत्रो ठुलो स्याल कत्रो ठुलो ल यता गर्नु त मम्मी त्यो उसो हामी त्यो उसो हामी यसरी सिधै हामीलाई यताबाट मम्मी पनि ल्याउनु नै बेबी देखे सबै हजुरले त नुहाइदियो कि देखा कि देखाएर लोरी देखियो भाइ देखेन त यहाँ मम्मीले छेकेर खिच्दै आउँदैन मलाई ल अब अहिले भन्नु पनि किन हो कि धक्काले ए हट न
भाइ त बेस्तेर भुक्क देखेको छ आहा भाइ त अलि मक्ख परेछ त मुख मिठाइसक्यो हेर त मम्मीले हेर त बसा 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 माला लाउने माला लाउने कि माला खोज्यो माला लाग्यो माला लाग्यो होइन माला लाउने हो कसैले लाग्यो बाबु के हो त कान्छीको टिका त त्यहाँ त हजुर टिका टिका भाइ त के गरिदियो त पाएको भयो माला अब माला है माला लाने मम्मी भएन माला सानीलाई कत्रो कुन सानो माला चुइमी आयो कुन कसो कसो नै हामीले आउने होला लाउनु ल बेबीलाई यहाँ छ त राम्रो भयो नि बेबीले मिठाई मिठाई बन्द गर्दै माइजु ठुला 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 लाउनु न लाउनु रे सानी फोटो खिचन भिडियो गर्ने भने बेबी कस्तो रहेछ अनि तर पामा त नि तावा थाहा त्यो पहिला पानी हाल्ने बेलामा नि गरेको यो त बसेर खानु न हजुर त पहिल्यै पनि पै लुकेर लाहा बिटीका बस्नु न हजुर मम्मीहरू के भयो कुनी बाङको लाग्यो फेरि बाङमा हैन मैले त जिते गरे हैन खाऊ खाऊ न दाइ खानु न त्यो त लाएर आउँछ होला कि त्यो त कसले लगाइन्छ खोज्यो आहान ए त्यो त लाएर आउने होला नि त्यसो भए त निकोने ललतै इजु तले सुइसा तल गइजा हामी त खाँदैछन् ल ए त्यहाँ हेरेर मेरो मोबाइल अबे छोरालाई हेर्ने ये भगवान ह्याप्पी होली खेल्दै बसेछ नानो घर नजाऊ उनमा आची भयो बेबी खै तर त बेबी नाकमा पनि आची बेबी मोबाइल म गाइस म चाहिँ घर माइत आइसकेँ बिचरा माइतमा चाहिँ मम्मी नि फेरि उता गइसक्नु भएको रहेछ म ढिलो भयो एकदम 2 बज्न आइसक्यो अनि मम्मीलाई नि बिचरा उता बोलाउनु भएको रहेछ मम्मीको दाजुभाइहरूले अनि त्यता जानु भएछ मम्मी टिका त छैन मम्मीको त्यो पछि अहिले खानु भनेर बोलाउनु भएको रहेछ सो मम्मी चाहिँ त्यता जानुभयो अनि म चाहिँ यहाँ बर्दनको भाग लगाइदिनु लाग्छु टिका
यो कृष्णको हो कि बाबु मिस्त्रीहरूले चलाउने चिज हो यस्तो माला पनि निकाल्दै जाऊ पापा खाने पापा ऊ बुजुला मागा त कपालमा लगाइनु पर्यो के भन्छ रे ल सानो यता आइज दा यता आइज बाजे मेरो आइज दा बुझी पर्खिँदा खायो यता भान्जाले फुल इग्नोर हान्दैछ यहाँ ल एउटा फोटो खिचाउन त ग्रुप फोटो खिच्ने अनि बाबुले सो आज चाहिँ हो टिकाको भोलिपल्ट अनि हामीहरू चाहिँ हिजो उता आएर यता आएको थियौँ अनि हजुर भन्नु भन्नु पर्यो नि मैले टिका लगाएर आएको थिएँ उसले एउटा भन्नै दिन्न सो कस्तो यता फर्क्यौँ न आमालाई भन्नु अरे सो म चाहिँ उता लगाएर यता आएको थिएँ अनि उता लगाएर यता आउँदाखेरि चाहिँ मलाई एकदम ढिलो भयो गाइजहरू लिटरली 2 बजी थियो म यता आउँदाखेरि अनि उता चाहिँ अब फर्स्ट टाइम थियो मेरो इनलसहरूसँग टिका लगाएको मैले रमाइलो भयो थाहा चाहिँ अलिक मान्छे धेरै भएकोले चाहिँ त्यो प्रोपरली भिडियो सुटहरू चाहिँ केही पनि गर्नै पाएन कि फेरि मैले नानीलाई खिच्दै दिएको थिएँ नानी आधी खिच्दैछ लोरीलाई खिच्नु लाग्यो आधी खिचेर उसले चाहिँ छोड्दैछ त्यहाँदेखि चाहिँ भिडियो चाहिँ पुरै हुने पाएन कम्प्लिट छैन हामीलाई टिका लगाइदिएको भिडियोहरू पनि सो त्यस्तै हो अनि उता मैले चाहिँ के सोच्थेँ भने अब टिका लाउँछु अनि म चाहिँ यता आइहाल्छु जस्तो सोचेको थियो मैले त्यही इन्फर्म नि गरेन कि यता चाहिँ तर त्यता चाहिँ अब बेबी प्लिज टिका लगाएर अनि सो उता टिका लगाएर मैले चाहिँ के सोचेको थिएँ भने उता टिका लगाएर अनि म चाहिँ आइहाल्छु 12:30 बजीतिर अब 1 घन्टाभित्र त टिका लगाएर फोटोसोटो खिचेर भ्याउँछ होला सोचेको थिएँ तर ढिलो भयो कि ढोकामा चाहिँ हामीले साइडमै लगाएको थियौँ साइडको टाइममै लगायो तर अरू ठाउँमा मान्छेहरू आउँदाखेरि चाहिँ ढिलो भयो अब धेरै भएर अनि फेरि अब ठुल्ठुलोबाट सानोमा आउँदाखेरि चाहिँ हाम्रो टर्नमा चाहिँ एकदम लास्ट टाइममै थियो अनि ढिलो पनि भयो अनि भिडियो फेरि राम्रोसँग खिच्नै पाएन कि अब लोरी नदिएको थियो अब बच्चाहरू त्यही त हो राम्रोसँग खिचेन भिडियो पनि पुरै कम्प्लिट छैन अनि त्यस्तै भयो सो फोटोसोटो चाहिँ केही पनि खिच्न पाएन कि झन् सबै लुङ्गी सेम लगाएर गरेको थियो फोटोसोटो टिकटक सिकटक बनाउने भनेर तर केही पनि भएन कि अब मान्छेतिर भएपछि त्यही त हो नि गाइजहरू अब यताउता गर्दा मिल्दैन कि अलिक टाइमसम्म बसेको भए त गर्थ्यो होला दिदीहरूले चाहिँ राति बनाउनु भएछ टिकटक है अनि दिदीहरूको चाहिँ डान्स देखेको थिएँ मैले एकदमै राम्रो नाच्नु भएको थियो दिदीहरूले चाहिँ टिकटक बनाउनु भएछ अनि हामीले त्यही सोचेको थियो तर टिका लगाएपछि फेरि अब पाहुनाहरूलाई खाजा दिने के दिने गर्दा त
1 साढे 1 त भइसकेको थियो है। अनि घडी त 1:30 भइसक्यो। मैले फेरि अटोलाई बसेँ म आइहाल्छु होला, खासै टाइम लाग्दैन, टिका लगाएर आइहाल्ने हो भनेर चाहिँ नखाएर बस्नु भएको रहेछ कि बिचरा यता चाहिँ। अनि म चाहिँ फेरि ढिलो भयो अनि इन्फर्म गर्नुपर्ने, मैले पनि त्यस्तै भयो कि टाइम पाएन। त्यो त अब काम गर्दा गर्दा मैले त्यो इन्फर्मै गर्ने बिर्सेछु। त्यस यादै भएन, मोबाइल पनि कता थियो थाहा भएन। पछि बिचरा फोन गरेको रहेछ, म चाहिँ तल थिएँ अनि फोन आएछ भनेर हेरेपछि बल्ल थाहा भयो हामी नखाइकन बस्छौँ कति बेला आउने हो भनेर। अनि मैले चाहिँ 1:30 भइसकेको थियो। अब म निस्किन्छु, हजुरहरू खाँदै गर्नु म भनेर चाहिँ मैले चाहिँ त्यस्तो भनेपछि चाहिँ बल्ल ठ्याक्कै यहाँ आइपुग्नु। त्यसलाई बल्ल खान लानु भएको छ कि बिचरा बल्ल। अनि मम्मीलाई नि फेरि यता मम्मीहरूको चाहिँ घरे पाठीहरूको सँगै बसेर लाउँछु कि टिका। मम्मीको चाहिँ साह्रै जुठो थियो, त्यही पनि चेलीबेटीलाई खाना चाहिँ बोलाउनुहुन्छ जहिले पनि। अनि मम्मी नि बिचरा त्यो त नगइकन बस्नु भएको छ यतै। अनि ठ्याक्कै म आउनु भन्दा एकछिन अगाडि म अलिक टाइम लाग्छ भने चाहिँ मम्मी जानुभएको रहेछ, भर्खर जानुभएको मम्मी नै भन्नुभएको थियो। सो त्यस्तै नै भयो। अनि यो तिहार चाहिँ मेरो फर्स्ट टाइम थियो कि भाइ बिना चाहिँ लिटरली फर्स्ट टाइम यत्रो जन्मेदेखि अहिलेसम्म यो चाहिँ फर्स्ट टाइम नै हो बर्दाल मिराको मेरो तिहार। सो मैले चाहिँ भाइलाई एकदम मिस गरेँ। दिदी बिना चाहिँ हामीले लगाएको थियौँ पहिला, दिदी थाइल्यान्डमा जाँदाखेरि 2 वर्ष हामीले लगाएनौँ। सो दिदीलाई पनि मैले एकदम मिस गरेको थिएँ है। त बर्दनको चाहिँ हामीले कहिले पनि नछुटेको भएर होला कि है। सो मैले चाहिँ बर्दन चाहिँ अलिक बडी नै मिस गरेँ कि। कस्तो हुँदोरहेछ बहिनी है, अब यस्तो फेस्टिभलहरूतिर चाहिँ कि एकदम मिस हुँदो रहेछ कि, एकदमै कस्तो नरमाइलो लाग्ने रहेछ कि है। अनि माई गड सरदा थियो नि, कृष्ण थियो है। कृष्ण चाहिँ मेरो कजन ब्रदर है, ऊ थियो। तर कस्तो हुने आफ्नै भाइ भएको जस्तो चाहिँ नहुने कि, कस्तो सँगै लागिरहेको भएर होला एकदमै लाइक कस्तो नरमाइलो लाग्यो कि। सो यति बेला चाहिँ मलाई कस्तो फिल भयो नि लाइक आफ्नै एउटा सिब्लिङ चाहिँ हुनै पर्दो रहेछ जस्तो लाग्यो कि। त्यो भाइब्स त्यो उसै चाहिँ कस्तो छुट्टै हुने कि आफ्नैसँगको चाहिँ है। सो मैले चाहिँ एकदमै मिस गरेँ पर्दालाई चाहिँ। यसपालि चाहिँ दिदीलाई पनि गरिदिउँ है। फेरि लक्ष्मीनारायण चाहिँ फेरि दुःख मानेर बस्छ होला। सो बर्दानसँग चाहिँ कहिले पनि त्यसरी छुटेको थिएन नि त, त्यही भएर चाहिँ उसलाई चाहिँ अलिक बढी नै मिस गरेँ भन्नु मात्र खोजेको है। लक्ष्मीनारायण फेरि त्यहाँ बसेर रुँदै बस्दा फेरि। सो यति नै थियो गाइस। हजुरहरूको तिहार कस्तो भयो, आशा गर्दछु कि हजुरहरूको तिहार पनि एकदम रमाइलो भयो होला, दिदीभाइहरूसँग मिलेर रमाइलो गर्नुभयो होला है। सो यो भ्लग चाहिँ यति नै हुनेवाला छ। अब चाहिँ हजुरहरू म नेक्स्ट भ्लगमा भेट्नेछु। सो बाई।